बस्तीको मान्छेलाई चाहिँ पिट्नु पर्ने होला हामीले ठुलो गल्ती गर्यो होइन यसो को रोएर आएर चाहिँ यो होइन तँलाई कसले पिट्यो एकजनासँग रिसिभी थियो एकजना भनेर पिट्न गएको झाडीमा दुईजना लगेर बसेर रहेछ तिनटा मिलेर पिट्यो दाइ मलाई कसले पिट्यो तँलाई जमिन केटा हो गाउँको सबको पिट्ने गरे जमिन बाइक निकाल केटा हो अब भन् तँलाई कसरी पिट्यो तिमीहरूले दाइ यही झाडीमा लुकेर बसेर एउटा यता हो त्यसरी पिट्यो हामी पनि त्यसरी पिट्ने दुईजना उता जाने दुईजना हामी त जान्छौँ हो त त्यहाँ पुगेपछि त्यहाँ फाइट गर्न लगाएपछि चाहिँ गरेर करानी फेरि नगर्ने फेरि नगर्ने फेरि हस् दाइ तिम्रो तिनजना मिलेर मलाई पिटाइनु आइज एक गिलास गोरुको दुध खाएर छु अब म तिनटै पिट्छु एक्लैले आइज अहिले फेरि पिटिहानालाई फोन गरे मलाई पिटाइखाना होइन पिट्न चाहिँ फोन गरे खोइ त बोलाउने नि त घरमा पनि कराउँदैन जाने अरे एकचोटि जाउँ एकचोटि फेरि पिठा खाइ ओए केटा हो आइज फेरि यसले पिठा खाइसक्यो त तँलाई झन् मैले हु गरेर करा भने होइन हेर्दाखेरि त मात्रै बसिस् त दाइ मलाई पिट्ने बेला मुख तोड्यो अनि यसरी पिट्यो अब हेर ज्याउनु भइहाल्यो अब हेर अर्को आइडिया त फेरि बोला तिनीहरूलाई यो पालि चाहिँ ढुङ्गा टिपेर खा आउने बित्तिकै हुन्छ दाइ ला यो ढुङ्गा तिनीहरू आउने बित्तिकै ढुङ्गा फाले फालिहाल्यो फेरि अब चाहिँ यिनीहरू सबलाई पिट्ने हो यो रिस उठा बेलामा कुकुर पो रहेछ ओइ ढुङ्गा फाल्यो त फाल्यो दाइजु कहाँ हुनु नि कुकुर रहेछ भने मैले कुकुरलाई चाहिँ हान्दे ल अब चाहिँ ढुङ्गा फालै जो पर्दैन फेरि कुकुर लान होला दाइ फेरि ढुङ्गा फाल्यो नि के हो पागल भयो के यो करा भन्दाखेरि कराउँदैन ढुङ्गा फाल भन्दाखेरि कराउँछ फेरि गराएर जाउँ फेरि कुटै नै खा जस्तो जाउँ अमेरिका क्या कहता था क्या हो तुम आज हम कहते तू क्या है बे